स्वागत छ हजुरलाई हाम्रो माया गुरुङ फ्यामिली ब्लगमा र देश विदेशमा बस्नुभएको मेरो सम्पूर्ण युट्युब परिवारहरूलाई चाहिँ आज म चाहिँ यति खुसीको खबर सुनाउन गइरहेको छु। आज चाहिँ हाम्रो ग्रान्ड ओपनिङ छ काठमाडौँ मलमा। साथीहरू हामी चाहिँ उठेर रेडी भइसक्यौँ। अनुले चाहिँ अचार बेचेर पनि आइसक्नु भइसक्यो। अब हामी जाँदै गरेको र ढिलो भयो क्या साथीहरू। अनि हामीले चाहिँ हेर्नु न यहाँ खानाहरू चाहिँ सबै यो फ्रेस बक्सबाट आइसकेको छ। यस्तो मिठो मिठो खानाहरू आइसकेको छ तातो। अनि सेलरोटी चाहिँ फेभरेट हाम्रो सबैजनाको। सेलरोटी पनि आइसकेको छ र चिकन यस्तो दामी घरको स्वादमा बवाल छ साथीहरू। अब हामी ढिला नगरिकन चाहिँ भ्लग स्टार्ट भइसकेको छ साथीहरू। म एकदमै धेरै एक्साइटेड छु। हामी फ्यामिली नै धेरै एक्साइटेड छ। अनाया चाहिँ दादा सताएको सधैँ छ। अनि अब हामी खाना खाएर जानुपर्ने हुन्छ साथीहरू। आफ्नो भाग लिँदा हुन्छ बुढो भाइलाई यहाँ राख्दिनु आउँछ रे हो दिने फ्रेस भएको छैन नि त बिचरा। म खाऊँ हामी सबैजना 1 2 3 गो। यताबाट छिर्न पाइने हुन्छ क्या त्यहाँबाट छिर्न तिर हान्छु तिमीलाई त मैले भरे तिर हान्छु ब्लग बनाइदियो म खदा लाउँछु म बनाइदिन्छु ल। यहाँ चाहिँ अब बुढाको अचार काठमाडौँमा खोलिसकेको छ। यस बुढाको अचारको क्रेजै यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यहाँ केएफसी फेल गराइदिइसक्यो बुढाको अचारले उबाट हो। यहाँ हेर्नुहोस् बुढाको अचारमा आमा मेरो दिदी चाहिँ अब हजुर कङ्ग्रेचुलेसन हजुरलाई। म त देखेको छैन यहाँ छु। अन्त यो आज फेरि बुढाको अचार ओपनिङ भएको खुसीमा मुख मिठा गर्नलाई पऱ्यो नि। परेन त परिहाल्यो नि। यहाँ तपाईँले काठमाडौँ मलमा बुढाको अचार खोलिसकेको छ। थ्याङ्क यू कङ्ग्रेचुलेसन। अन्त कङ्ग्रेचुलेसन नि भन्ने म परिवार होइन मलाई एक्लै बनाए त म परिवार ठिक छ। थ्याङ्क यू मेरो दिदी बेबो बिरी बेबो। लु खदाको कार्यक्रम चलिरहेछ यहाँ। यतिको चाहिँ हुनु पऱ्यो नि त। ए मैले चाहिँ मेरो भाग पाइहालेँ। थ्याङ्क यू। भाइ लेख्छ भाइ लेख अहिले नै यहीँनिर के लेख्ने लेख्ने तरिका यस्तै हो। ए बुझे ल यहाँदेखि सुरु है त होइन ए यहाँ हो आज को ल कोड भाइ कोड कति अरे यस्तो गरेर 1100 गर्नु हो। कोडको त कति हो फोटो खिच्छु Para
क्युआर देऊ क्युआर देऊ खानु भएको कि छैन खाएको छु कस्तो लाग्छ मिठो लाग्छ दिदी आज यो बुढाको अचारलाई के भन्न चाहनुहुन्छ हजुर? बुढाको अचारलाई के भन्ने? काठमाडौँसम्म बुढाको अचारको यात्रा धेरै दुःखदायक छ। आज यो आउटलेट ल्याएर खुसी हुनुहुन्छ हजुरहरू? यस बुढाको अचारलाई माया गर्नुहुन्छ नि है? ल ठिक छ। हजुर कहाँबाट आउनुभयो यो बुढाको अचारको लागि? हामी कोलङ्कीबाट। आजभन्दा अगाडि बुढाको अचार खानुभएको थियो? ल आज यो ट्राईले तपाईँलाई साँच्चै नै राम्रो टेस्ट दिनेछ है।
के अरे केटाकेटीले के गर्नु सकेन भन्ने नि बुढाको अचार छ अरे बधाई छ तपाईँलाई धेरै धन्यवाद काठमाडौँ मलमा छिराइदिनु भयो यति धेरै माया गर्ने मान्छेहरू धेरै आउनुभयो तिमी डिजर्भ गर्छौ साँच्चै आज बेलाजीमा दिएको साली हो चल्छ चिकन एउटा दिनु त झोलामा यहाँ त झोला साथीहरू हाम्रो चाहिँ नाइरा एप्रिलको हाम्रो म्यामहरू आइसक्नु भएको छ भिडियोमा जस्तो देख्नुहुन्छ त्योभन्दा डबल गुणा राम्रो हुँदो यतिको माया चाहिँ हुनु पर्यो क्या दिदी बहिनीमा चाहिँ मैले देखिरहेको थिएँ मेरो भाउ छ हुँदैन भनेर देखेको थिएँ मैले सबै कुरा भन्दिनँ ल म भाग्न आँटेको एकछिन भागेर आउँछु वेलकम छ दाइ सिधै इटेरीबाट ल्यान्ड भएको है मेरो दाइ मेरो यहाँ माइती राजा बुढाको अचारको स्टोरमा भिजिट सिधै कि होइन दाइ सिधै यी त एउटा क्यास हो भाइ तिमी कहाँ हो भाइ पर्दैन गर्न भाइ आऊ त्यतिकै छिटो छिटो आऊ त्यतिकै त्यतिकै आऊ तिमी पर्दैन छिट्टो आऊ रे भाइलाई गाह्रो भइसक्यो
मिठा त गर्नु पर्यो नि त सुप दिनमा खिलाइदिनु पर्यो उता बिजी छ फेरि अहिले एकछिन मात्रै बिजी बिराजी बिजी छ कि सानो दोकान हजुरहरूको धेरै माया खुसी छु है ओ माई गॉड मलाई लागिरहेको छ तपाईहरु यति धेरै आउनुहुन्छ र म खुसी छु मिठाई खाना नबिर्सिनु है हामीलाई त दिदा पनि दिएनन् सुरुमै आज जस्तो लाग्छ दिँदैन भेना यार मिठाई दिँदैन यार मुनि बसेर साथीहरू हामी चाहिँ रुममा आइसकेका छौँ अनि हाम्रो चाहिँ ग्रान्ड ओपनिङ चाहिँ एकदमै ग्रान्ड 3 स्टार ग्रान्डै भइदियो है 5 स्टार 5 स्टारै भयो हामीले सोचे भन्दा पनि धेरै भयो अनि त्यसपछि नि थ्याङ्क यू सो मच देवो अनि हाम्रो टिमलाई बुढाको अचारको टिमलाई अनि हामीले चाहिँ यस्तो माया हुन्छ नि अब हामीले माया त पाइ नै रहेको छौँ साथीहरू होइन तर पनि अब आफ्नो ठाउँमा ओपनिङ गरेको अनुसारले नै हामीले त्यही एक्सपेक्ट राख्छौँ नि त जे कुरा हामीले गएका छौँ त्यो कुराहरू नै फेरि फलो गर्छौँ नि त अब हामीले के अरे अब कम्ती ल्याउनु भएको होला हजुरहरूले भन्नुहुन्छ होला फेरि मैले अघि नै भनिहालेँ है अनि हाम्रो चाहिँ बफ 5000 पिस ल्याएको होइन 5000 पिस ल्याएको पर 5000 पिस अनि चिकन चाहिँ हाम्रो 3500 पिस रहेछ हाम्रो 11:30 बजीको भनेको 9 बजेदेखिको हाम्रो सबैजना युट्युब टिकटक परिवारहरू आएर सबैजना हाम्रो ओपनिङ हुनुभन्दा अगाडि नै 8 बजेदेखिको लिएर जाँदै गरेर हाम्रो चाहिँ 4:30 बजी चाहिँ सबै सामान सिद्धिसकेको थियो साथीहरू यति धेरै माया पाउँछु भनेर चाहिँ मैले यस्तरी धेरै एकैचोटि थुप्रैको माया चाहिँ मैले जिन्दगीमा मैले यही काठमाडौँ टेकेरै थाहा पाएँ साथीहरू अनि हामीसँग चाहिँ सबैजना टिम मिलेर हामीले यो ग्रान्ड ओपनिङ चाहिँ सक्सेस गऱ्यौँ अनि यहाँ हामीले यो सक्सेस हुनको अगाडि चाहिँ अलिकतिको म भन्छु हाम्रो चाहिँ अनुपले चाहिँ ल्याउनु अब भोलि ओपनिङ छ भनेपछि अगाडि सामान हालेको थियो त्यो सामान चाहिँ हाम्रो नेपाल क्याम्पको चाहिँ सामान चाहिँ के भएको रहेछ पक्रिदिएको रहेछ हाम्रो पक्रेको रहेछ होइन हाम्रो नेपाल क्याम्पको धन्न अनुपले 2 बजेको टिकट काट्नु भएर मात्रै त्यो सामान छुट्टाएर हालेर अनि अर्को गाडीमा हालेर नेपाल क्याम्पकै अर्को गाडीमा हालेर आज राति हामी 3:30 बजी उहाँ के अरे टोको के अरे जडीबुट्टी गएर अनुप अनि यहाँ 2टा बाबु राति नै यहाँ के अरे 3 बजी नै होला होइन तिमीहरू 4 बजी गएर नै रातारात गएर सबै अरूको सामानहरू पनि निकालिदिएर पन्चाइदिएर सबै त्यत्रो सबै लोड गरेर ल्याएर अनि हाम्रो बुढाको अचार चाहिँ यसरी ग्रान्ड ओपनिङ भयो र यो मेहनत हामीले जति पनि हामीले क्यामेरा अफ मेहनत गरेका छौँ हजुरहरूले आँखा चिम्लेर हजुरहरूले यति धेरै सपोर्ट गरिदिनु भएको छ हाम्रो बुढाको अचारलाई म त यो यस्तो भिड मैले म सब बाहेक कहिले पनि यस्तो देखेको थिइनँ साथीहरू आज चाहिँ मेरो बुढाको अचारमा चाहिँ यस्तो क्राउड देख्दाखेरि चाहिँ मलाई आफूलाई गर्व लाग्यो हिजोको दिनमा आफ्नो फ्यामिलीले सपोर्ट गर्नुहुन्थ्यो भने आजको दिनमा चाहिँ मलाई सारा नेपालीले सपोर्ट गर्नुभयो हाम्रो काठमाडौँमा यति धेरै माया गर्नुहुँदो रहेछ हाम्रो परिवारलाई हाम्रो बुढाको अचारलाई अनि सबैजना एकदम धेरै सबैजना फ्यामिलीहरू नै आएर हामीलाई यति धेरै माया सपोर्ट दिनुभयो यो हजुरहरूको अमूल्य टाइमलाई चाहिँ एकदम हाम्रो बुढाको टिमबाट नै हजुरहरूलाई धेरै धेरै धन्यवाद हजुरहरूको टाइम यति अमूल्य टाइम लिएर पनि हजुरहरूले हाम्रो बुढाको अचारमा आएर सपोर्ट गरिदिनु भयो अनि अझै पनि हजुरहरूको आशीर्वाद भइरहेको हुन्छ र हाम्रो मेहनत अझै हामी यस्तो ब्रान्चहरू चाहिँ अझै हामी लाँदैछौँ र
र हाम्रो जुन दिन कुन ठाउँमा ब्रान्च बनिन्छ स्टोर बनिन्छ त्यतिखेर नै भिडियो फाल्छौँ किनभने म चाहिँ अगाडि नै काम गरेर अनि भन्ने बानी छ साथीहरू कामै देखाएर नै अहिलेसम्म म अगाडि बढेको छु हजुरहरूले देखि नै राख्नु भएको छ र सक्षम हुनुको कारण म यहाँ अहिले काठमाडौँ मलमा आउनुको कारण चाहिँ मेरो मेहनत मेरो होइन अब चाहिँ हाम्रो मेहनत हजुरहरूको आशीर्वाद हो साथीहरू र यो ओपनिङ चाहिँ हजुरहरूले एकदमै 5 स्टार ग्रान्ड बनाइदिनु भएको छ मेरो लागि चाहिँ एकदमै ठुलो यो मेरो 7 पुस्ताले पनि नगरेको चिजहरू हामी बुढाबुढी सक्षम भएर अहिले चाहिँ बुढाबुढी नभनौँ सबैजना टिम भएर चाहिँ हामीले सक्षम गऱ्यौँ है हामी सफल भयौँ एकदमै धेरै खुसी छु साथीहरू अनि हाम्रो ब्लग चाहिँ त्यति साह्रो केही पनि आएको छैन र हामी धेरै थाकेको छौँ अब के भन्नु ब्लग ल त्यही खुसियालीमा भेनाले नि 2 शब्द बोल्नु त अब हजुरहरूलाई धेरै धेरै धन्यवाद तपाईँहरूले हामीलाई यति धेरै माया दिनुभयो यति धेरै सपोर्ट गर्नुभयो मैले यति साह्रो एक्सपेक्टेसन राखेको थिइनँ यति सामान मायाले लानुपर्छ ओपनिङमा बिक्री गर्नुपर्छ ओपनिङको दिन मान्छे आउँछ भनेपछि हेट आउँछ होला भन्ने टाइपको मेरो मनमा भएको थियो तर आजको जुन क्राउड गर्दाखेरि चाहिँ ए बाबा मलाई त अझै पो ल्याउनु पर्ने रहेछ यस्तो माया पाउँछु भनेर सोचेको थिएन मैले आज मैले प्रत्यक्ष मेरो आँखाले देखेँ हजुरहरूलाई धेरै धेरै धन्यवाद आउँदो दिनमा पनि अझै यो हातले हाम्रो टिमले हामी सबैजना भएर एकदम मिठो मिठो अचार बनाएर ल्याउने छौँ भन्ने गर्दै आजको भ्लग चाहिँ हामी यहीँ एन्डिङ गर्नेछौँ जिउ थाकेको छ मेरो साली थाकेर एकदम स्याक भइरहेछ अनि मेरो भाइहरू अनि मेरो श्रीमती सबैजना थाकेको छ अनि सालीको त स्वरै हराइसक्यो अब हामी चाहिँ यत्तिकैमा हामी बिदा गर्छौँ है धन्यवाद।